आज हामी चाहिँ टोटल काउन्ट गर्छौँ। आज टोटल काउन्ट चाहिँ 1:20 रेसियोमा हुन्छ अनि हामीसँग एउटा टेस्ट ट्युब चाहिन्छ अनि स्याम्पल भयो एडिटी अनि त्यसपछि हामीले लिन्छौँ डब्ल्युपिसी डाइल्युटिङ फ्लुइड। डब्ल्युपिसी डाइल्युटिङ फ्लुइडलाई चाहिँ 1:20 रेसियोमा चाहिँ हाल्नुपर्छ। डाइल्युटिङ फ्लुइड चाहिँ 380 माइक्रोलिटर चाहिँ चाहिन्छ। 380 डाइल्युटिङ फ्लुइडमा 20 माइक्रोलिटर हामीले स्याम्पल हाल्नुपर्छ। म हाल्दैछु डाइल्युटिङ फ्लुइड। ये 380 माइक्रोलिटर डाइल्युटिङ फ्लुइड आयो। त्यसपछि यसलाई राम्रोसँग ढक्कन बन्द गरेर राखौँ अनि त्यसपछि 20 माइक्रोलिटर स्याम्पल हाल्ने, टिप्स लिने अनि त्यसपछि टिप्सलाई टाइट गर्ने, त्यसपछि स्याम्पललाई राम्रोसँग मिक्स गर्ने। इरिटेड स्याम्पल हो। त्यसपछि स्याम्पल निकालेर अनि यो चाहिँ कहिलेकाहीँ चाहिँ टिप्समा अलि एक्स्ट्रा ब्लड लागेको हुनाले चाहिँ हामीले यसलाई राम्रोसँग पोस्नुपर्छ, नभए बढी आउन सक्छ। त्यसपछि हामीले राम्रोसँग 20 माइक्रोलिटर स्याम्पल डाइल्युटिङ फ्लुइडमा मिक्स गर्ने। अनि यसलाई अब राम्रोसँग डाइल्युट हुनको लागि 5 मिनट चाहिँ छोडिदिनुपर्छ। अब 5 मिनट भइसकेको छ। 5 मिनटपछि हामीले यसलाई अब काउन्टिङ चेम्बरमा चार्ज गरेर चाहिँ माइक्रोस्कोपमा हेर्छौँ। अब हामीले यसमा काउन्टिङ चेम्बरमा चार्ज गर्दैछौँ। यो बार काउन्टिङ चेम्बर हो यो चाहिँ। अनि यो चाहिँ 18 mm को कभर स्लिप। अनि हामीले यो काउन्टिङ चेम्बरलाई चाहिँ पोस्नुपर्छ, नभए फोरहरू देखिन सक्छ माइक्रोस्कोपमा। राम्रोसँग पोस्ने। त्यसपछि कभर स्लिपलाई पनि हामीले राम्रोसँग टिस्यु पेपरले पोसेर ठक्क यो दुईटा छ यो एरिया दुईटामा जुनमा हेरे पनि हुन्छ, तर हामीले चाहिँ अगाडिपट्टिमा चाहिँ हेर्छौँ। यसमा चाहिँ हामीले 10 माइक्रोलिटर हाल्ने हो। म चाहिँ 20 माइक्रोलिटर निकालेर आधी हालिदिन्छु। तपाईहरु केही बीचमा बुझ्नु भएन भने कमेन्ट गरेर सोध्न सक्नुहुन्छ।
अनि यसरी मैले आधी हालिदिन्छु। त्यसपछि यसलाई चाहिँ चार्ज हुन चाहिँ 5 मिनट जति चाहिँ छोडिदिनुपर्छ। अनि अब हामी चाहिँ 5 मिनटपछि 10x मा चाहिँ हामीले एकदम लो लाइटमा हामीले यसलाई फोकस गर्ने। अनि यो चाहिँ 40 मा हैन, यो चाहिँ 10 मै हेर्नुपर्छ। 10 मै राम्रोसँग देखिरहेको हुन्छ। 10 मा हेर्यो भने तपाईहरुले फिल्डहरु कुन फिल्ड हो तल माथि कुन देख्नुहुन्छ। 40 मा हेर्नुभयो भने तपाई कन्फ्युज हुन सक्नुहुन्छ। यसले चाहिँ हामीले फोकस गरिसकेपछि चाहिँ यस्तो खालको चाहिँ देखिन्छ। यो चाहिँ एउटा फिल्ड हो डब्ल्युबीसी को चाहिँ यस्तो खालको देखिन्छ। यो जुन कालो कालो छ यो चाहिँ सानो सानो डट डट यो चाहिँ डब्ल्युबीसी हो। अब हामी चाहिँ यो फिल्ड सबैभन्दा पहिला यो फिल्ड गन्छौँ। यो फिल्डको टोटल काउन्ट यतादेखि यता चाहिँ नहेर्ने हैन, यहाँदेखि भित्र चाहिँ हेर्ने अनि यता नहेर्ने, भित्रको मात्र हेर्ने। त्यसपछि जुन यहाँ बीचमा हुन्छ यो धर्काको यसको गर्ने, यस्तो बीचमा छ भने अनि यस्तो बीचमा छ भने पनि गर्न सक्नुहुन्छ। नभए भित्र भित्रको मात्रै गर्ने। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 ल हामीसँग आएको छ। सुरुको फिल्डमा 25 प्लस अब यो दोस्रो फिल्डमा चाहिँ दोस्रो डब्ल्युबीसी काउन्टिङ एरियामा चाहिँ गर्ने। यो खन्दै यसरी यसरी खन्दै जाने। यसरी खन्दै जाँदाखेरि यसमा आएको छ। यो सेकेन्ड वालामा 16 आयो हैन, 16 जति आयो। त्यसपछि यो थर्ड फिल्डमा हेर्ने, थर्ड एरियामा अनि मानम थर्डमा आयो 20 अनि यो लास्टको फिल्डमा आयो मानम 24। त्यसपछि यसलाई चाहिँ टोटल जोड्नुपर्छ है हामीले। अनि जोडिसकेपछि टोटल कति आयो? टोटल आयो 85। अनि हामीसँग फर्मुला के हुन्छ भनेपछि टोटल काउन्टको n * 50 सेल पर माइक्रोलिटर। अनि n को ठाउँमा हामीले लेख्नु पर्यो 85 * 50। 85 * 50 कति भयो? 4250 सेल पर माइक्रोलिटर। अनि हाम्रो टोटल काउन्टको नर्मल रेन्ज कति हुन्छ? 4000 to 11000 सेल पर माइक्रोलिटर। यसरी चाहिँ हामीले म्यानुअली टोटल काउन्ट चाहिँ गर्छौं।